हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू द ब्लग। हजुरलाई स्वागत छ मेरो नयाँ ब्लगमा। आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। आज चाहिँ म माइक्रोफोनको अनबक्सिङ गरेर देखाउने छु हजुरहरूलाई। आज चाहिँ म उतैतिर है त, आज चाहिँ म तपाईँलाई ड्युटी लोकेसनतिर लिएर जाँदैछु। कुवेतमा गर्मी बढीसँगै बिहान पख यस्तो मजाले उज्यालो घाम भइरहेछ। म चाहिँ बिहानको समय मैले ड्युटी जाँदैछु। बस स्टप छेउमा आइपुगिसकेँ। अब चाहिँ मेरो 777X बस चढेछु। म चाहिँ ड्युटीतिर प्रस्थान हुनेछु है त गाइस। बसको पर्खाइमा हो। फाइनली गाइस, ल अहिले चाहिँ म ड्युटी लोकेसन आइपुगेँ। बसबाट उठेर है गाइस, सुनसान छ आज। म चाहिँ ड्युटी लोकेसन आइपुगेको छु। अब चाहिँ म ड्युटी अफिसतिर जाँदै हो। तपाईँहरू देख्न सक्नुहुन्छ त्यही ड्युटी लोकेसन आइपुगेको छु। अब चाहिँ म आफ्नो ड्युटी सेक्सनतिर जाँदैछु गाइस। ल यहाँ चाहिँ पुरै गाडीहरूको सोरुम है यहाँ। ल है गाइस, ड्युटी लोकेसन ल है गाइस, मेरो चाहिँ आइपुगेको छु ड्युटी लोकेसनमा। अब चाहिँ म केही समय पछि हजुरलाई मेरो वायरलेस माइक्रोफोन अनबक्सिङ गरेर देखाउनेछु है त गाइस। कृपया किप वाचिङ, किप सपोर्टिङ है त गाइस। थ्याङ्क यू, सी यू। हेलो एभ्रिवान, फेरि पनि स्वागत छ मेरो ब्लगमा। हजुरहरूलाई मैले अनबक्सिङ भनेको थिएँ, वायरलेस माइक्रोफोन अनबक्सिङ भनेको थिएँ गर्छु भनेर, र साथै क्विक वायर पनि देखाउने छु हजुरलाई है त गाइस। यो चाहिँ रहेछ मैले अनलाइन अर्डर गरेको थिएँ फर्स्ट टाइम, वायरलेस माइक्रोफोन है त गाइस। यो चाहिँ मैले अनलाइन अर्डर गरेको थिएँ र यो चाहिँ मैले एक साइड अलगानीमै गएर मैले लिएको थिएँ। साइड मैले चाहिँ बोयाको माइक लिनु खोजेको थिएँ, त्यसमा चाहिँ प्राइस सस्तो पनि थियो र त्यो माइकलाई चाहिँ सिस्टममा चाहिँ नदेखाएको कारणले गर्दाखेरि मैले किन्न मिलेन। त्यस कारणले मैले 2 दिनपछि गएर किन्छु भन्ने सोचेको थिएँ, तर अहिले प्राइस त्यसको हाई भइसकेको छ। समझ रहे हो? म चाहिँ त्यही बेला चाहिँ मैले यो तपाईँ देख्नुहुन्छ सिन्को क्विक वायर है त, यो माइक्रोफोन पनि मैले लिएको थिएँ। हेरौँ न, ट्राई गरौँ कस्तो हुँदो रहेछ भनेर। अनि यदि यो राम्रो भयो भने पछि चाहिँ म बोयाको माइक पनि लिने सोचमा छु। र यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स हो, फर्स्ट टाइम मैले युज गर्न गइरहेको छु र अनबक्सिङ गरेर तपाईँहरूलाई देखाउनेछु के कस्तो रहेछ यसको फिचर र के कस्तो क्लियर भोइसहरू के कस्तो राम्रो आउँछ भन्ने म चाहिँ त्यो सोचमा चाहिँ। दुईवटा माइक्रोफोन किन्नु कारणले एउटा चाहिँ वायरलेस माइक्रोफोन र अर्को चाहिँ विथ वायर माइक्रोफोन लिएको छु। यो चाहिँ मैले चाहिँ वायरलेस माइक्रोफोन चाहिँ अलरेडी मैले चाहिँ युज गरिसकेको छु र यसको पनि म केही अनुभवहरू तपाईँहरूमा सेयर गर्ने गइरहेको छु आज। र यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स हो, फर्स्ट टाइम म युज गर्न गइरहेको छु र यो के कस्तो हुन्छ यसको पनि साउन्डमा अब तपाईँहरूलाई देखाइहाल्ने छु मैले, र तपाईँहरू थाहा पाइहाल्नुहुन्छ आजको साउन्ड के कस्तो हुनेछ यसमा। यो पनि मैले ट्राई गरेर देखाउनेछु र यसको बारेमा चाहिँ मलाई अलिअलि भए पनि अनुभव चाहिँ भइसक्यो, लिइसकेँ, तर पनि मैले फेरि पनि अनलाइन अर्डर गरेको छु र यो चाहिँ मेरो फर्स्ट टाइम तपाईँहरूसँग अनबक्सिङ गर्न गइरहेको छ है त गाइस। कौन है ये लोग, कहाँ से आते हैं? यो चाहिँ पहिलो गरौँ जस्तो लाग्छ वायरलेस माइक्रोफोन, किनकि यसमा अलिकति मेरो अनुभवको कारणले गर्दाखेरि चाहिँ र यो चाहिँ म पछि गर्छु है त गाइस। ल कृपया किप वाचिङ, किप सपोर्टिङ गाइस। ल है चाहिँ म चाहिँ अहिले यो ओपनिङ गर्दैछु। यहाँ चाहिँ के छ र यो वायरलेस माइक्रोफोनको नेम केट है त, केट वायरलेस माइक्रोफोन। र यो चाहिँ तपाईँको लाइभ सोको लागि पनि हुने रहेछ र इन्टरभ्यूको लागि पनि, र अर्को रहेछ ब्लग सर्ट भिडियोको लागि है त। र यो चाहिँ रहेछ मेड इन चाइना है, त्यही कारणले हामीले सस्तो मस्तो किन्न सकिन्छ अलिकति। चाइनाले चाहिँ जस
एकदम सहज पुर्याइदिएको छ। अरे कहना क्या चाहते हो? गर्दैछु है गाइस। यसमा चाहिँ के रहेछ ल, यो चाहिँ पहिला माइक है, क्लिप, यसको कभर भइहाल्यो र स्विच अन स्विच अफ यहाँ छ र अर्को रह्यो ल यो चाहिँ रिसिभर है गाइस। म चाहिँ सी टाइप त भने सी टाइप त रिसिभर है भइगयो चार्ज गर्नलाई। र अर्को के छ यहाँनिर, र अर्को रह्यो यो चाहिँ मलाई जहाँसम्म लाग्छ चार्जर ल गाइस। चार्जर पनि उठाउनु भयो त ल। यो चाहिँ चार्ज गर्ने केबल, यो पनि कति लामो छ कि छोटो छ हो, त्यो ठिकै रहेछ। धेरै लामो पनि होइन छोटो पनि, यो पनि सी टाइप रहेछ। मोबाइललाई पनि चार्ज गर्न मिल्ने ल। गाइस अब चाहिँ म अनबक्सिङ गरेर रिसिभरलाई चाहिँ मोबाइलको यसमा म ग्रिन लाइट बोलिसकेँ गाइस। यो चाहिँ अहिले अनमा छ र म चाहिँ क्लिप ठ्याक्कै यहाँ राख्दैछु है त सर्टमा ल गाइस। आशा छ हजुरहरूलाई अहिले चाहिँ मेरो भोइस क्लियर आइरहेछ होला सायद। के8 माइक्रोफोन टाढा गएर म भन्न सक्छु, भोइस टेस्ट गर्न चाहन्छु र मेरो भोइस के कस्तो आइरहेछ, तपाईँ कस्तो थियो र अहिले र माइक लगाउँदाखेरि कस्तो भोइस आएछ कृपया कमेन्ट बक्समा छोडिदिनुहोस् होला तपाईँहरूको प्रतिक्रिया है त गाइस। के कस्तो सुनिरहनु भएको छ हजुरले, मेरो भोइस चाहिँ कतिको क्लियर आइरहेछ कृपया प्रतिक्रिया दिनुहोस् होला है त गाइस। र म अलिकति बाहिरपट्टि गएर तपाईँ मेरो भोइस कतिको क्लियर छ कृपया तपाईँहरू प्रतिक्रिया जनाइदिनु होला। र म चाहिँ तपाईँहरूलाई वायरलेस माइक्रोफोन र साथै माइक्रोफोनको के छ साउन्ड भिन्नता र त्यसको बारेमा चाहिँ म तपाईँहरूलाई क्रमैसँग देखाउनेछु है त गाइस। किप वाचिङ है त। वायरलेस माइक्रोफोनबाट चाहिँ तपाईँहरू सामु मेरो भोइस प्रस्तुत गरिरहेको छु र तपाईँहरूलाई के कस्तो साउन्ड आवाज सुनिरहेछ। र अघिको चाहिँ बिना माइक्रोफोनले म बोलिरहेको थिएँ र मोबाइलको साउन्डमा, र सायद अहिले चाहिँ वायरलेस माइक्रोफोनको साथमा चाहिँ बोलिरहेको छु। मेरो भोइस के कस्तो लागिरहेछ तपाईँहरूलाई, के फरक पाउनुभयो। र अहिले चाहिँ बाहिर त्यस्तो खुल्ला एरियामा चाहिँ साउन्डहरू गाडीहरूको साउन्डहरू पनि आइरहेछ र साथै हावा पनि चलिरहेछ। र जहाँसम्म लाग्छ यसमा चाहिँ माइक्रोफोनमा चाहिँ तपाईँले वायरलेस माइक्रोफोनमा चाहिँ के फरक पाउनुभयो होला मेरो आवाज। अब चाहिँ तपाईँलाई म चाहिँ माइक्रोफोनबाट पनि टेस्ट गरेर देखाउने छु। परबाट माइक टेस्ट गरिरहेको छु, के कस्तो आउँदैछ कृपया भन्नु होला है त गाइस। अलिकति परै गएर टेस्ट गर्दैछु सर, कति क्लियर आएछ भनेर। र अब चाहिँ म भित्र किचनभित्रबाट आउनेछु है त गाइस। तपाईँहरूलाई यस वायरलेस माइक्रोफोनको साउन्ड राम्रै आएको होला तपाईँहरू सामु, यो साउन्ड चाहिँ एकदम क्लियर होला भन्ने आशा छ ल गाइस। अब चाहिँ तपाईँहरूलाई म माइक्रोफोनको चाहिँ टेस्ट गरेर देखाउने छु है त गाइस। ल जहाँसम्म लाग्छ तपाईँहरूलाई यो वायरलेस माइक्रोफोनको भोइस चाहिँ राम्रै लाग्यो होला भन्ने आशा छ। कृपया कमेन्ट बक्समा प्रतिक्रिया छोडिदिनु होला है त गाइस। ल अब चाहिँ तपाईँहरूलाई म माइक्रोफोनको टेस्टिङ गरेर देखाउने छु है त गाइस। ल म चाहिँ यो चाहिँ अनबक्सिङ गर्न गइरहेको छु साइनिकको माइक्रोफोन है त गाइस। यो चाहिँ गाइस तपाईँहरूले चाहिँ म अब माइक्रोफोनको अनबक्सिङ गरेर देखाउँदैछु। अनबक्सिङ पुरै थैलीमा छ यार, यो त सुनको थैली जस्तो छ यार। ल गाइस अब चाहिँ म ओपनिङ गरिरहेको छु अनबक्सिङ है त। फर्स्ट टाइम आइ एम सो एक्साइटेड गाइस। ओहो यसको के हो, यो चाहिँ क्लिप है यहाँ लगाउनुलाई होला माइकलाई। त्यसपछि यहाँ विन्डप्रुफ रहेछ। र अर्को चाहिँ ब्याट्री पनि रहेछ यसको चाहिँ, यसमा चाहिँ ब्याट्री लगाउनु पर्ने रहेछ। वायर चाहिँ कति लामो क्या तार चाहिँ। म ल भ्लगिङको लागि प्लस इन्टरभ्यूको लागि धेरै राम्रो हुन्छ। ल गाइस यो माइक हो, यो विन्डप्रुफ रहेछ। यस्तो कलरको लाइट है, निकै नै लामो रहेछ यो। अब चाहिँ हल्का यो अलिकति किताबमा पढेको चाहिँ नहुने रहेछ क्या, पढेर गर्दा चाहिँ राम्रै हुने रहेछ। कृपया झन्झट नमानिकन हेरिदिनु होला गाइस। तपाईँलाई कस्तो छ साउन्ड, कस्तो आइरहेछ, जहाँसम्म लाग्छ क्लियरै आइरह होला है। ल यो चाहिँ बोयाको माइक जस्तै रहेछ ठिकै छ। मैले हातमै बोकेर तपाईँहरूलाई म देखाउने छु ल। हेरौँ कतिसम्म लामो रहेछ है त गाइस। इन्टरभ्यू लिनलाई त सजिलो हुने रहेछ। ल
ल गाइस कस्तो लागिरहेछ तपाईँहरूलाई साउन्ड कस्तो आइरहेछ कृपया यो माइक्रोफोनको बारेमा पनि कृपया के प्रतिक्रियाहरू दिनु होला है र तपाईँहरूलाई चाहिँ मैले अहिले यो माइक्रोफोन दुईटा देखाउनु कारण एउटा वायरलेस माइक्रोफोन र विथ माइक्रोफोन यो देखाउनु कारण चाहिँ माइक्रोफोनले चाहिँ मलाई चाहिँ अलिकति धोका दिएको जस्तो लाग्छ बेला बेला साउन्ड हराउने अफ हुने र त्यही कारणले मैले चाहिँ यो माइक्रोफोन लिनु कारण चाहिँ यो हो इस सज्जन को क्या तकलीफ है भाइ र केही कदम त्यो त्यसले धोका दियो भने अर्को ब्याकअपको लागि चाहिँ मैले यो माइक्रोफोन लिएर हजुर सामुत र अझ राम्रो क्लियर ब्लगहरू र भोइसहरू राम्रो आओस् भन्ने कारणले चाहिँ मैले यो किनेर हजुर सामु माइक्रोफोनको चाहिँ चेकअप गरिरहेको छु साउन्ड कुनमा चाहिँ बेटर क्वालिटी हुन्छ है म चाहिँ अहिले बाहिर छु यहाँ बाहिर खुल्ला आकाश देख्न सक्नुहुन्छ यो पार्किङ एरियामा चाहिँ र यहाँ गाडीहरूको साउन्ड र साथै हावा पनि अलिकति चलिरहेछ यहाँनिर र म चाहिँ यो तार चाहिँ एकदम निकै नै लामो छ है यसको चाहिँ र तपाईँहरूलाई म यो बाहिरी वातावरण पनि के कस्तो साउन्ड क्लियर आउँछ यो बारेमा चाहिँ तपाईँहरूलाई आज भ्लग प्रस्तुत गरेको छु है कृपया किप वाचिङ किप सपोर्टिङ कृपया गाह्रो नमानिकन यो भिडियोलाई चाहिँ फुल वाचिङ गरिदिनु होला है त थ्याङ्क यू सो मच गाइस है त ल अब चाहिँ म तपाईँहरूलाई भित्रको पनि साउन्ड देखाउने छु है त गाइस झन्झट नलागिकन हेरिदिनु होला कृपया केही कमी कमजोर छ भने कृपया त्यसको लागि म क्षमा प्रार्थी चाहन्छु र आशा छ हजुरहरूलाई अबको दिनमा नयाँ भ्लगहरू राम्रै हुनेछ र तपाईँहरू सामु निकै नै क्लियर भोइस ल्याउने प्रयास गर्नेछु र राम्रो राम्रो भ्लगहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु है त गाइस र आजको अनबक्सिङ चाहिँ यति नै रह्यो कृपया किप वाचिङ किप सपोर्टिङ है त गाइस यति दिनसम्म तपाईँहरूले समय दिएर मेरो भ्लगलाई हेरिदिनु भएकोमा र हजुरलाई हृदयदेखि धेरै धेरै धन्यवाद यदि च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गरेर र साइडमा रहेको बेल आइकन दबाएर हेल्प गरिदिनु होला र फेरि पनि आएको दिनमा तपाईँहरूलाई यसरी नै साथ सपोर्ट दिइरहनु हुनेछ भन्ने पुरा विश्वासका साथ कृपया किप वाचिङ किप सपोर्टिङ थ्याङ्क यू सो मच एभ्रीवान सी यू सुन है त गाइस थ्याङ्क यू खत्म बाय बाय टाटा गुड बाय गया